Air India flight from Nepal to Delhi and from Delhi to London. हेर्न सक्नुहुन्छ एयर इन्डियामा दिएको खाना. We are in now Delhi airport. Delhi airport. Welcome to Delhi airport. अब हेर्न सक्नुहुन्छ हाम्रो लन्डन जाने फ्लाइट चाहिँ त्यहाँ छ. अब त्यहाँबाट अब हामी चढेर जाने हो. यहाँ वेटिङमा सबैजना चाहिँ वेट गर्दैछ. यहाँ दिल्लीबाट लन्डनको लागि जान लागेको फ्लाइटमा दिएको सामानहरू हेर्न सक्नुहुन्छ. पिलो छ, इयरफोन छ, सबै कुरा दिएको छ. यहाँ बाहिरको मौसम अहिले अलिअलि ठिक्क छ. अब टेकअपको लागि प्लेन चाहिँ निस्किसकेको छ. टेकअप 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 टेकअप. अब एकछिनमा हुन्छ टेकअप. हुन्छ हुन्छ. अब स्पिड समातिरहेछ. भइसक्यो. ल अब हामी 9 घन्टा 15 मिनटमा चाहिँ 9 घन्टा 15देखि 45 मिनटसम्ममा चाहिँ हामी लन्डनमा हुन्छौँ. यहाँ हेर्न सक्नुहुन्छ बाहिरको मौसम. दिल्ली, हामी अहिले दिल्लीको आकाशमा छौँ, इन्डियाको आकाशमा. अब यसपछि बिस्तारै बिस्तारै अब हाम्रो चाहिँ हुन चाहिँ पाकिस्तानको आकाशबाट अहिले जान दिएको छैन. अनि त्यही भएर अलिकति घुमेर हामी जानेछौँ केही बेरमै. 9 घन्टा 15देखि 45 मिनटसम्ममा हामी लन्डनमा हुन्छौँ. हामी अहिले अलमोस्ट चाहिँ युरोपको आकाशमा छौँ. अब केही समयमै हामी लन्डन चाहिँ पुग्नेछौँ. यहाँ हेर्न सक्नुहुन्छ हामी हाम्रो डिस्प्लेमा पनि देखाइरहेछ. हामी ठ्याक्कै भन्नु पर्यो भने युरोपतिरै हो. अब एकछिनमा चाहिँ लन्डन पुग्छ. धेरै टाइम पनि छैन. यहाँ डिस्प्लेमा चाहिँ सबै कुरा सो गर्दै रहन्छ के कहाँ छ छैन भनेर. यहाँबाट हामी हेर्न सक्छौँ. प्लसमा चाहिँ यहाँ डिस्प्लेमा चाहिँ धेरै कुराहरू देखिन सकिन्छ. अब क्यामेरादेखि पनि क्यामेरा, टेल क्यामेरा, टप क्यामेराहरू पनि हुन्छ. त्यहाँबाट पनि हेर्न सक्छौँ. अनि अब हामी केही बेरमै लन्डन एयरपोर्टमा ल्यान्ड गर्नेछौँ. हामी लन्डनको आकाशमा छौँ अहिले. अब केही बेरमा अब हाम्रो एयरपोर्ट हिथ्रो इन्टरनेसनल एयरपोर्टमा हामी चाहिँ लन्डनको हिथ्रो एयरपोर्ट भनेर छ त्यहाँ हामी ल्यान्ड गर्छौँ. अनि त्यहाँबाट त्यसपछि अब ट्रेनबाट बस, त्यसपछि हामी रुम पुग्नेछौँ.
ल्यान्ड गर्नलाई अलमोस्ट अब हाम्रो प्लेन चाहिँ रेडी छ। अब त्यही एकछिनमा चाहिँ हाम्रो प्लेन चाहिँ अब हिथ्रो एयरपोर्टमा चाहिँ ल्यान्ड गर्नेछ। हेर्न सक्नुहुन्छ अगाडिको टेल क्यामेराबाट पनि हामी फ्रन्ट क्यामेराबाट, यो चाहिँ फ्रन्ट क्यामेराको भ्यू हो। फ्रन्ट क्यामेराबाट पनि हामी हेर्न सक्छौँ हाम्रो चाहिँ ठ्याक्कै रनवे चाहिँ देखिरहेछ। अब एकछिनमा चाहिँ त्यहाँ माथि हेर्न सक्नुहुन्छ त्यो भनेको टेल क्यामेराको भ्यू हो। अब फ्रन्ट र टेल क्यामेरा दुवै चाहिँ चलिरहेछ, भित्र पनि सो गर्दैछ हामी कहाँ छौँ छैनौँ भनेर। अब अगाडि हेर्न सक्नुहुन्छ रनवे। अब एकछिनमै चाहिँ हामी रनवे अब टच गर्नेवाला छ। पुरै प्लेन अलमोस्ट चाहिँ अब टच गर्ने बेला नै छ। हामी अब लन्डनमा ल्यान्ड गर्दैछौँ। यो भनेको हिथ्रो एयरपोर्ट हो लन्डनको। फाइनली अब ल्यान्ड चाहिँ भइसकेको छ। अब एकछिनमा चाहिँ अब पार्किङ गर्छ प्लेन, अनि त्यसपछि पार्किङ गर्नलाई जाँदैछ। अनि त्यसपछि हामी तल चाहिँ झर्छौँ, अनि त्यसपछि ट्रेनबाट चाहिँ बसमा, अनि त्यसपछि हामी रुम पुग्नेछौँ। हामी दुईजना हो, दुईजनासँगै ट्राभल गर्दैछौँ। त्यही भएर अलि जे होस् इजी हुन्छ, दुईजना भएर कुराकानी गर्न मिल्छ यताउति होइन। त्यही भएर टाइम लगभग 9 साढे 9 घन्टादेखि हामी प्लेनमै छौँ। अनि पनि त्यस्तो गाह्रो भएन, हामी प्लेनमै छौँ भनेर त्यस्तो फिल भएन। अगाडि हेर्न सक्नुहुन्छ त्यो चाहिँ पार्किङ एरिया हो। अब त्यहीँ गएर हाम्रो प्लेन पनि एयर इन्डियाको हाम्रो एयरबस हो, एयरबस 350 एयरबस 350 फ्लाइट नम्बर AI 111 हो। त्यो चाहिँ अब हाम्रो पार्किङतिर लाग्दैछ। थ्याङ्क यू फर वाचिङ।